भाउजूले खाँदैन होला भनेको भने कि ताने बोतलको बिच यस्तासँग माया लगाउने भइगयो तिमीसँग पिरिम नलाउ वेलकम ब्याक टु आवर युट्युब च्यानल। अनि आज चाहिँ कहाँ जाँदैछौँ भन्दा अहिले तपाईँले देख्न सक्नुहुन्छ है, लास्टसम्म भ्लग हेरिदिनुहोस्। अन्त आज चाहिँ हामी उता फ्यामिली नै जाँदैछु। आज हामीसँग एकजना छैन हो, ऊ चाहिँ हो रोशनी। आज बुढी चाहिँ छैन नि त, आज उसको ड्युटीले गर्दा अलिकति बिसन्चो भएको कारणले ऊ चाहिँ जानु सक्दैन। अन्त म चाहिँ अहिले 7 बजिसक्यो गाइस हो, म चाहिँ अहिले निस्केको छु, उता घर जाँदैछु। उता घर गएर चाहिँ अहिले गाइस यो भ्लग लास्टसम्म हेरिदिनुहोस् है, कहाँ जानेछौँ हामी त्यो अहिले तपाईँलाई देखाउने छु। चाहिँ यहाँ आर्ट ग्यालेरीमा झरी पनि सक्यो हो। अब यहाँबाट चाहिँ अब गएर त्यहाँदेखि चाहिँ सिधै हामी चाहिँ अहिले कति बजीको गाडी छ हो, त्यो चाहिँ हामी गाडी चढ्नेछौँ। तर म अहिले भन्दिनँ तपाईँहरूलाई हामी कहाँ जाँदैछु भनेर हो। त्यो चाहिँ एउटा दामी ठाउँ छ, हामी चाहिँ पिकनिक गएको, तर जग्गा चाहिँ म भन्दिनँ हो। अन्त तर अहिले गाडी चढेर भेट्नेछु है। अब चाहिँ अहिले चाहिँ 7 बजिसकेको छ, 7 अलिकति काट्यो, गाडी पनि पाइहालेँ। अन्त अहिले भेट्नेछु गाइस, लास्टसम्म हेरिदिनुहोस् होला है भिडियो। गाइस हामी चाहिँ निस्किसकेको छु अहिले चाहिँ हो, ढिलो भएर यहाँनिर छ हाम्रो पिकनिकको सामान। अब गाडी आइसक्यो भन्दैछ, 8 त बजिहाल्यो। यहाँको यही आमा अत्तालेर केही राखेन जानुहुँदैछ। अब चाहिँ हामी निस्केको। हुन्छ हुन्छ बाबा, होइन होइन हुन्छ भइहाल्यो, हुन्छ हुन्छ एउटा हातले ठिकै छ। त्यही साथीहरू हामी चाहिँ उकालो चढ्दैछु, ढिलो भयो हो। ढिलो त के भन्नु, अब अत्तालिन्छ आमा पुरा, हाम्रो सासु आमा अत्तालेर पढाइ पुगिसक्यो हो। अन्त रोशनी चाहिँ बिच्किन्छ, यहाँ पापा हुनुहुन्छ, पापा पनि जानुहुँदैछ। आमा अत्तालेर आमा पुरा अत्तालिन्छ, रोशनी चाहिँ पुरै बिच्किन्छ, बम हुन्छ। सबैजना यहाँ आइपुगिसक्नुभयो हो, बराबरी आसिङ सबैजना आइपुग्नु सकिभयो। अन्त यहाँनिर भाइ छ हो, भाइ पनि जाने। अन्त दिनेश दादा सबैजना आइपुगिसक्यो। गाडी आएको छैन अहिले चाहिँ, गाडी चाहिँ आइपुगेको छैन। जति नै अत्ताले पनि हामी आइसकेको छ यहाँनिर सबैजना मामा हो। हामी चाहिँ ब्यागमा अरे हो। म चाहिँ त्यहाँ हुनु, त्यहाँ बस्ने नि खिड्की छ, तपाईँ खिड्की छेउमा बस्ने। अन्त म यता चाहिँ के बस्छ? हजुर हुन्छ हुन्छ हुन्छ। नानी पनि बरु ब्यागमा बसेको हामी चाहिँ हिँडिसक्यो अहिले। रोशनी चाहिँ बम भइरहेको छ घरमा, आएको छैन भन्दा थिचेर त। हामी त बिहान नै आएको, तयारी भइसकेको थियो नि। होइन मलाई एकजना फोन गर्नु भएको थियो बिहान कि मैले 7:30 चाहिँ 8 बज्छ है भन्नु भयो। त्यो हिसाबले पुरी बोलिसकेको थिइन, पुरी बोल्दै थियो भर्खर। आमाले त ढिलो पाडेको त। चोर पक्रियो भीमको कति बेला आएको? चोर पक्रियो, मैले फोन गरेको ड्राइभरलाई भनेर चोर पक्रियो अहिले।
गरिराख्दा चाहिँ फोन आएको अन्त ला अब के गर्नु यहाँ पनि जाँदैछ पिकनिकको गाडी हाम्रो चाहिँ बेलु भनौँ लागेन त एउटा बक्सहरू छैन बोकेको छ त बुक ए हाम्रो खानाहरू यताउता पकाउनु पर्ने नजाने मान्छे चाहिँ यहाँ छैन बिचरा फोनबाट हेर्दैछ नजाने मान्छे भिमामा खै भन्दैछ भिमामा प्रणव पापा दिनेश दादा पछाडि केही खाँदैन हामी खाँदा भिडियो गर्दैन कसै भाउजू त्यो सुनि तिमी त अन्त डेली स्कुल यहाँबाट हिँडेर उठ्यो हिँडेर जान्थ्यो बानी हो तर रुमबाट डेली हिँडेर फर्किन्थ्यो हौ मङ्गलको बहिनी सुनिति भन्ने हाम्रो साथी हो नि त छ नि हौ बिहा भएको किन विश्वासको केटी थियो त्यति बेला तपाईँको एउटै थियो दादी हो किन हौ अन्त खोलहरू मैलै भइसकेको अब यसको पालि अगाडि छिटो पुग्ने होला त बिर्सेछ यो त दाजु के खानुहुन्छ है भुँडीमा मुसाको धेरै हो मुसामा होइन लोथरकै कुदेको जस्तो भयो कतिपट्टि त फ्रीमा पनि बनाइदियो है हजुर एउटा एसएमएस गरेको अन्त कम्ती लगाइयो फर्स्ट डे खालको चाहिँ होइन है होइन नि अमित पाल उयो च्याङ चारुहरू दामी थियो नि गीत सुनेर आमारी हो चारा थाकेर सुतिरहेको तल हो नि बन्द पऱ्यो नि गाइसहरू आफै भनिदिनुहोस् है तलको खोला देखेको के हो हामी त टिस्टा भन्दैछु जोड्दै आएको तपाईँको ल सिक्किम पसिसक्यौँ हामी चाहिँ बाहिर देश पसिसक्यो है बाहिर देश अब चाहिँ अब चाहिँ हिसाबी नै बाहिर देश हामी त गाडीको गाडीमै फ्लाइट पर्दैन
गाइस भर्खर हामी चाहिँ नाम्ची आइपुग्यौँ हो। अहिले चाहिँ हामी कहाँ छु भन्दाखेरि यहाँ पछाडि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी नाम्चीको साई मन्दिर आइपुगिसकेको छु। हाम्रो चाहिँ उयो जस्तै भइसक्यो, के भन्छ साइट सिन जस्तै भइसक्यो। पिकनिक आएको खास चाहिँ हामी हो, तर हामी घुम्दै 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 पिकनिक पनि गर्ने मनाउने है। अन्त हामी घुम्ने पनि। अहिले चाहिँ हामी यहाँ साई मन्दिर आइपुगिसक्यौँ, सबैजना झरिसक्यो हो। अनि तपाईँहरूले लास्टसम्म हेरिदिनुहोस्, हामी चारधाम पनि जानेछ, अरू कहाँ कहाँ हुन्छ, कहाँ कहाँ लानेछ है। अन्त जान्दैछु गाइस, यहाँ हेर्नु सक्नुहुन्छ हामी चाहिँ साई मन्दिर छिरिसकेको छु। यस्तो छ साई मन्दिरको गेट चाहिँ यस्तो रहेछ हो। रहेछ हो यता चाहिँ अन्त गाइस यहाँको हेर्नुहोस्, यस्तो दामी बनाएको रहेछ हो। यहाँ चाहिँ शिवलिङ्ग रहेछ, शिवलिङ्ग दामी बनाएको रहेछ। अन्त माथि पनि देखाउने छु गाइस। अब म एक्लै छु हो, अब रोशनी त आएन, अब एक्लै डुल्दै 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 यहाँ चाहिँ फोटो खिच्नु हुँदैछु आमा र पापा चाहिँ। अन्त यहाँ चाहिँ म तपाईँहरूलाई देखाउनु छ, अर्कै टोइलेट गएको छ हो। अन्त दिन चाहिँ दामी रहेछ यहाँनिर चाहिँ, सिक्किम चाहिँ दामी सफा एकदमै हो। सिक्किम जग्गा चाहिँ एकदमै निट एन्ड क्लिन क्या, ग्रिन दामी हो। म तर पहिला पनि आएको हो एकपल्ट हो, त्यहाँदेखि चाहिँ अहिले चाहिँ फ्यामिलीसँग त के भन्नु, रोशनी नै छैन हो, विस्वत लागिरहेको छ। अन्त यहाँबाट हेर्नुहोस् गाइस, दामी रहेछ साई मन्दिर चाहिँ। अन्त तपाईँको यता यहाँ टपमा चाहिँ उयो देख्दो रहेछ, चारधाम देख्दो रहेछ। म चाहिँ गएको छुइनँ, म चाहिँ आएको छुइनँ चारधाम चाहिँ, खालि म सिक्किम चाहिँ आएको, त्यस्तो घुम्नु चाहिँ आएको होइन, आएको छुइनँ हो। त्यसले गर्दा चाहिँ आज चाहिँ हामी चाहिँ पक्का घुम्न आइरहेको छ, साइट सिन जस्तै भइरहेको छ। हामी चाहिँ टुरिस्ट जस्तो लागिरहेको छ मलाई आफूले हो। अन्त यहाँबाट हेर्नुहोस् न, पछाडिबाट हामी भित्र पनि जानेछ हो। यस्तो यसको बाहिरको नै कस्तो दामी क्या, एकदमै गोल्डन टेम्पल जस्तै। अन्त के हुनेछ अहिले म तपाईँलाई देखाउने छु गाइस। फोटोसुट हुँदैछ सबैजनाको हो, फोटोसुट हुँदैछ। जग्गा चाहिँ यस्तो दामी शिवलिङ्ग हो। यहाँनिर चाहिँ एउटा दोकान रहेछ हो, बडा पनि हुनुहुन्छ। यहाँ चाहिँ दोकान रहेछ। अन्त आन्टी गोलोमा छैन है, त्यो बुनेको हुन्छ नि, छैन होला है तपाईँकोमा, त्यो यस्तो बुनेको हुन्छ नि, बुनेको छैन है। त्यो छैन रहेछ। हजुर हजुर, फुर्दैन पनि हो। हजुर हजुर, यो पनि राम्रो छ हो। यो कति पर्छ यसको? 100?
यिनीहरू चाहिँ होटलको हो कि हजुर हजुर बिग्रिन्छ मेट्नेट होला है हजुर हुन्छ यो एउटा हजुर यो चाहिँ त्यो मन परिरहेको थियो उयोमा कि बुनेकोमा ए त्यो छैन रहेछ नि त है तपाईँको हजुर हजुर त्यो सो गाइस हामीले चाहिँ यहाँनिर भित्र चाहिँ भिडियो गर्नु पाएन हो पाउँदैन रहेछ त्यसले गर्दा तपाईँलाई मैले देखाउनु सकेन हो अब तपाईँहरू पनि आउनुहोस् दामी रहेछ है मजाको ठाउँ रहेछ भित्र चाहिँ भिडियो गर्नु दिँदैन रहेछ त्यसले गर्दाखेरि भिडियो गर्नु पाएन हो बाहिरको चाहिँ पाउने रहेछ भित्र चाहिँ पाउँदैन रहेछ सो सबैजना डोनेसनको लागि सबैजना डोनेसन गर्दैछ हो त्यही हो दिन चाहिँ एकदमै दामी भइरहेको छ दामी एकदम दामी अहिले कहाँ कहाँ हुन्छ कहाँ कहाँ जान्छौँ हामी हो त्यो सबै देखाउने छु तपाईँहरूलाई सो लास्टसम्म हेरिदिनुहोस् भिडियो सो साथीहरू अब चाहिँ हामी चिया खान जाँदैछौँ हो भक्कै केही बिहान अलिकति मैले चाहिँ घरमा चिया खाएँ आमाले चाहिँ खानु भएको थिएन नि त त्यसले गर्दाखेरि अब अहिले त 10 पनि बजिसक्यो हो अब चाहिँ खाजा भन्दा पनि चिया खाने अब बाटो चाहिँ हेर्न सक्नुहुन्छ यहाँको मौसम एकदम वेदर चाहिँ दामी छ अब हामी यहाँबाट चाहिँ निस्किसक्यौँ हो अन्त हजुर अन्त अब चाहिँ हामी एकदमै सिधै कहाँ जान्छ कुनै चारधाम जान्छ होला सायद हो त्यहाँदेखि चाहिँ हामी रेस्टुरेन्टमा पनि पसिसक्यौँ अब चाहिँ यहाँनिर ब्यागको कस्तो मजाको रहेछ कि गोल्ड सब गोल्ड त होइन कतिमा गोल्डै लगाएको होला होइन कति चाहिँ रङै हो सबै कलर हो दिन हेर्नुहोस् अनि यहाँ सिक्किमको घर हेर्नुहोस् तपाईँले कस्तो मजाको हो अब चाहिँ हामी निस्केको यहाँबाट चाहिँ हामी निस्केको हो अब सिधै यहाँबाट चाहिँ हामी चारधाम जानेछौँ चिया चाहिँ खायो हामीले हो अब चिया बिस्किट खाइसक्यो अब चाहिँ हामी गाडीमा चढ्छौँ सो साथीहरू हामी चाहिँ भर्खर यहाँनिर चारधाम चाहिँ आइपुगिसकेको छैनौँ आइपुग्नु आँटेको छु तर हामी चाहिँ यहाँनिर खाना खानुलाई झरेको हो यसो ब्रेकफास्ट के हुन्छ है खाएर चाहिँ त्यहाँपछि हामी चाहिँ यहाँबाट जान्छ होला म पनि यहाँनिर चाहिँ रेस्टुरेन्ट रहेछ हो अब हामी यताउता अब सबैजना यहाँनिरै छ अन्त अब चाहिँ खानासाना खाजासाजा खाएर चाहिँ हामी चारधाम निस्किनेछौँ हो अन्त लास्टसम्म हेरिदिनुहोस् होला तपाईँहरूले यहाँ पनि दिन चाहिँ राम्रै भइरहेको छ दार्जिलिङभन्दा त कहाँ हो कहाँ वेदर चाहिँ दामी भइरहेको छ कि तर गरम पनि त्यस्तो त छैन हो अन्त अहिले चाहिँ यहाँनिर पढालाई पर्खिरहेको छ यहाँनिर अन्त त्यो हो गाइस लास्टसम्म हेरिदिनुहोस् भ्लग चाहिँ है अन्त कहाँ कहाँ जानेछौँ सबै देखाउने छु हामी चाहिँ अहिले चाहिँ एन्ट्री चाहिँ भइसकेको छु चारधाम चाहिँ तर अब अहिले चाहिँ हामी यहाँबाटै खानासाना खाएर चाहिँ सिधै जाने अब अरूहरू त चारधाम मन्दिर भनेपछि त खाना नखाइ जान्छ होला है हामी चाहिँ अब ब्रेकफास्ट गरेर चाहिँ चाबर चुपुर के हुन्छ त्यो खाएर चाहिँ हामी भित्र पस्नेछौँ तपाईँलाई देखाउने छु यहाँबाट देख्दो रहेछ शिवजी चाहिँ यहाँबाट देख्ने रहेछ गाइस म पनि यहाँ चाहिँ फर्स्ट टाइम आएको फर्स्ट टाइम हो
गाइस पछाडि शिवजी हो यहाँ पछाडि चाहिँ फेरि यहाँबाट चाहिँ देख्दो रहेछ शिव भगवान हो अब यहाँबाट यत्रो ठुलो देख्दैछ त्यहाँनिर झन् कत्रो होला म चाहिँ यहाँनिर चाहिँ फर्स्ट टाइम आएको म चाहिँ मैले चाहिँ टाढोबाट मात्रै देखेको नि त शिव भगवान चाहिँ हो अन्त आज फाइनली हो जुरियो भनौँ न जुरियो आज चाहिँ हो मलाई आउनु पनि मन थियो इच्छा थियो पुरा इच्छा थियो मलाई आउनु चाहिँ हो एक दिन म रोशनीलाई पनि लिएर आउँछु बुढीलाई पनि लिएर आउँछु हो ऊ चाहिँ आउनु पाएन त्यसले गर्दाखेरि त्यति बेला अहिले चाहिँ यो हामी आउँदा चाहिँ आउनु पाएन उसले अलिकति बिसन्चो भएको कारणले ल्याउनुपर्छ उसलाई पनि हो अन्त शिव मलाई चाहिँ आउनु पुरा मन थियो एकदमै धेरै इच्छा थियो क्या तर फाइनली जुरियो आउनु पाएँ है त्यही खुसी लाग्यो एकदमै सबैजना यहाँ हाम्रो चाहिँ घरबाट नि उयो लिएर आएको छ पुरी आलुदम हो त्यो खाएर चाहिँ हामी चाहिँ निस्किनेछौँ त्यहाँदेखि चाहिँ हुनुहुन्छ यहाँको बाटो चाहिँ तर एकदमै सफा दामी नि हो बाटो यस्तो नालीमा बस्ने रहेछ है नालीमा बस्ने ड्राइभर दाजुलाई देखाइदिनु गाडी त तपाईँले हल्लाकै हो नि आमाले कम्ता बसाएको मेरै छेउमा बसेको कि आमा चाहिँ यस्तो कराएर कान टिनी हुन्छ होला अब बोलेको आमाको स्वर हल्ला बेसी हो गाडीमा मजा आइरहेको छ तर एकदमै इन्जोय भइरहेको छ हो म फ्यामिलीसँग आएर चाहिँ हाम्रो सामानहरू चाहिँ निस्किसकेको छ यहाँनिर घरबाट बनाएको चाहिँ नेट अन गर्नु ल म भिमा मलाई ए त्यहाँबाट गर्नु न अन्त यसमा त नेट कहाँ छ त अन्त सकिन्छ नेटको ब्यालेन्स होइन नि त हाम्रो सरसामान चाहिँ यहाँनिर छ है पुरी आलुदम सबैजना हुन्छ भिमामा पापा यहाँको दिन हेर्नुहोस् यस्तो दामी छ नाइस पार्किङ पनि ठुलो नै रहेछ नालीमै बसेको यहाँनिर यहाँमा पानी छ नि त थापेर खानु सजिलो आमाले बनाएको खै थाल अझै पापा र भिमामा चाहिँ पढानिर छ सिक्किम है दार्जिलिङ होइन नि डब्लुबी होइन एसपी हो यो भन्नु यो थाल पनि लिएर आएको छ नि त है एक्स्ट्रा पिरो भनेर चाहिँ डल्ले पेस्ट है एकदम अर्ग्यानिक हो भोक लाग्छ खानुहोस् है नाली बसेर हेलो लगन आएको रहेछ तँलाई दुईटा भयो भाग ल दुईटा भयो ब्लगमा के त देखेन घामले गर्दा देखेन
बडाले पनि खानुहुँदैछ यहाँ भ्लगमा नि हुन्छ साथीहरू भर्खर नै हामीले खाजासाजा खाएर चाहिँ पुरी आलुदम खाएर चाहिँ हो अहिले चाहिँ हामी चारधाम जाँदैछु हाँसेरै बिताउने छ आमाहरू चाहिँ अन्त हामी चाहिँ अब जाँदैछु आउँदै हेर्नु सक्नुहुन्छ इम्पोर्टेन्ट नोटिस चाहिँ स्मोकिङ 200 फाइन हो अन्त रङ पार्किङ रहेछ हो यहाँ चाहिँ एकदमै मिलेन पार्किङ रङ गऱ्यो भने हो अन्त स्मोक मेन चाहिँ स्मोकिङ चाहिँ पाउँदैन हो चाहिँ एकदमै ठुलो रहेछ नि त एरिया हो आमाहरू आउनुहुँदैछ यहाँनिर हजुर देखाइदे हो फ्यान हो तिमी मेरो फ्यान हो होइन ए सब्सक्राइब गरेको छौ तिमीले गरेको छौ ए नामै बिर्स्यो रोशनी एक्स प्रतीक छौ ए हो आधी भिडियो चाहिँ हेऱ्यो अब यो पनि हेर्नु ल यो पनि पोस्ट हुन्छ अब ए नो स्मोकिङ चाहिँ यस्तो छ दिन चाहिँ हेर्नु नि गाइस यस्तो दामी हो पार्किङ चाहिँ ठुलो एकदमै ठुलो रहेछ नि त पढाइदेखि पार्किङ चाहिँ निकै ठुलो हो यहाँबाट चाहिँ हाम्रो एन्ट्री इन्ट्रेस्ट टु डाम अरे यताबाट जानुपर्छ होला नि त्यस्तो यहाँबाट चाहिँ यस्तो भएर यहाँनिर ट्याक्कै हो भने त ऊ आधी भिडियो मात्रै रहेछ अरे हौ हाम्रो यो पनि हेर ल भनेको नि यो हेर्छौ हेर्दैनौ हेर्दैन यो ए हेर है तिम्रो जुत्ताहरू चाहिँ त्यसै सिक्किम अर्ग्यानिक टी टिकट काउन्टर चाहिँ यहाँ रहेछ है गाइस 50 रुपियाँ हाम्रो एन्ट्री फी चाहिँ तिर्दैछ यहाँनिर कहाँबाट जान्छ जान्छ यहीँबाट हो एन्ट्री यहाँ रहेछ हजुर लु यहाँबाट चाहिँ हाम्रो एन्ट्री भइसक्यो हो अनि भित्र चाहिँ यहाँबाट हेर्नुहोस् गाइस साइलेन्स यहाँ चाहिँ सानो मूर्ति सो अब चाहिँ हाम्रो एन्ट्री भइसक्यो गाइस हो चाहिँ जाँदैछु उकालो यहाँबाट चाहिँ रहेछ
प्रणव अघि बोलाइदिनु 9 जना नि 9 जना हामी 9 जना पकाउनु पर्ने हामी चाहिँ अब जुत्ता सुत्ता खोलेर चाहिँ निस्किसकेको छौँ हामी चाहिँ यो गाइड म्याप फर टेम्पल चाहिँ यस्तो रहेछ म्याप पनि दिएको रहेछ जय आम्बो मूर्ति त गाइस भने त म फर्स्ट टाइम आएको त दामी यहाँनिर चाहिँ फोटो खिच्ने रहेछ लोकल ड्रेस लगाएर यहाँ चाहिँ घन्टी हेर्नु चाहिँ माथि गयो त चढेर माथि गयो माछा पनि गोल्डन फिस गाई चाहिँ हेर्नुहोस् यो मूर्ति बनाउनु चाहिँ कति टाइम चाहिँ लाग्यो होला हाम्रो कति वर्ष लाग्यो होला नि यहाँ मात्रै हेर्नुहोस् हो गाई त दिनेश दादाहरू अगाडि गयो होला हौ हराएर केही राखेन खै यहाँ चाहिँ अहिले पानी पनि हुन्छ होला सायद पानी चाहिँ छैन रहेछ नि
शिवको पाखुरा भन्दा सानो रहेछ भन्छ आमाले के भन्छ यता अन्त दिन होइन नि हो यो त वर्ष लाग्यो नि दिन त कहाँ हो तपाईँ त्यत्रै भने चाहिँ दिनमै बनिन्छ यो त अन्त त्यो तिर्सुले हेर्नु न छ नि हो है ब्याक साइड भ्लगमा हाँस्लाई आमा मान्छेहरू भ्लगमा नि हाँस्लाई भनेको नि सबै मान्छेहरू यो हात जोत्रो त हामी नै रहेछ हेरि बस्यो नि त टिङ्गाटा चल्ने रहेछ नि हौ सुटको लागि चाहिँ आमालाई सिकाउँदैछ सबैको फोटोसुट भइसक्यो गाइस यहाँ पनि रहेछ हनुमान गणेशको मूर्ति गाइस हामीले चाहिँ यहाँ फोटो पनि खिचिसकेको छौँ हो यहाँनिर रोशनी हुनुपर्ने मेरो बुढी छैन हो फोटो पनि खिचिसकेको छौँ हामीले चाहिँ यहाँनिर फोटोसुट हुँदैछ अहिले चाहिँ पुरा यहाँनिर सो साथीहरू अहिले चाहिँ हामी मन्दिर पनि यहाँ खोल्नु सक्नुभएछ हो माथि पनि खोल्ने कुरा छ त हो खै हामी त्यही पर्खेको त गाइस सो अहिले चाहिँ हामी चाहिँ फोटोसुटहरू एकदमै सबै भइसक्यो बल्ल बल्ल आएको फोटो त खिच्नै पऱ्यो होइन अन्त अब चार्ज पनि यसमा त सक्नु आँट्यो चार्ज हाल्ने उयो पनि छैन ठाउँ पनि छैन हो अब आमाबाट म भ्लग बनाउँछु हो छैन चार्ज पनि सक्यो यसमा पनि सो गाइस अहिले भेट्छु यहाँनिर चाहिँ फेरि इन्ट्री फी दिनुपर्ने रहेछ हो 709 फिट रहेछ अब चिसो छ जग्गा चाहिँ एकदमै टिकट काउन्टर यहाँ रहेछ यहाँबाट चाहिँ अन्त यहाँ चाहिँ पुरै टाढो रहेछ गाइस एकदमै धेरै उकालो टाढो हो यहाँ हुनु चाहिँ तर पनि आइपुग्यौँ हामी अब यहाँबाट चाहिँ अहिले के छ कस्तो छ म तपाईँलाई देखाउनु छु यहाँ पनि म फर्स्ट टाइम आएको यहाँ हामी चाहिँ एन्ट्री भइसकेको छु अहिले चाहिँ यहाँनिर यहाँ चाहिँ बुद्ध पार्क हो ए यहाँ चाहिँ बुद्ध पार्क अरे हो साङडुप्चे अरे यो चाहिँ एकदमै धेरै माथि साथीहरू है एकदमै टाढो रहेछ यहाँ चाहिँ 709 फिट भनेपछि अब निकै नै हो है जाडोमा जाडो छ एकदमै धेरै जाडो जस्तै यहाँको वेदर घुम भन्दा अलिकति कम्ती हो चिसो चाहिँ त्यतिको रहेछ जाडो चाहिँ जाडै छ त्यहाँ चाहिँ अलिकति तातै भएको थियो घाम लागिरहेको थियो बोनस पेटको टकबरको
स्काइवक त्यहाँ पनि जाने कुरा हुँदैछ त गाइस यहाँको दिन चाहिँ वेदर चाहिँ त्यही घुमको सेमै हो रहेछ अझै उकालो पुग्नुपर्छ माथि थियो आम्मा यसमाथिपट्टि पुगेर भेट्छु म यहाँ चाहिँ सबैजना मङ्की उता थियो नि त अन्त यहाँ छैन उता छ नि त यहाँ पनि त्यस्तै आमाले भेट ढाड हेरिहाल्छ शिवको बनाउनु त अगाडि क्या अहिले देखाउँछ टुप्पोमा चढ्यो नि चौरस्ता पनि देख्छ चौरस्ता पनि देख्छ टुप्पोमा चढ्यो बुद्धको सामानहरू अब यहाँबाट हामी जाँदैछौँ माथि जुत्ता खोल्नु ल है फाइनली आइपुग्यो आम्मा यहाँ चाहिँ माथि जानु पाउने रहेछ है सिधै माथि यहाँ चाहिँ माथि पनि रहेछ अब चाहिँ हो म एक्लै जान्दैछु माथि त के छ अब माथि त छैन होला कोही त छैन कहाँ गयो पार्टी नै छैन त आमाहरू कहाँ गएछ वाउ बुद्ध भन्दा देख्दैन म
यहाँको जग्गा चाहिँ यहाँबाट चारधाम कहाँ टाढोबाट यहाँ आइपुग्यो हेर्नुहोस् गाइस फुल त लगातार रहेछ नि यहाँनिर दामी नि फुल्दै पनि रहेछ कति रात यहाँ रहेछ नि त सिडी चाहिँ हजुर भिडी चाहिँ फेरि अघि चाहिँ लु हामी माथि घुमिसकेर चाहिँ अहिले चाहिँ फोटो खिच्नु जाँदैछु फेरि आई लभ नाम्ची भएकोमा अब चाहिँ हामी यहाँबाट पनि निस्किनु आँटेको हो अब हामी चाहिँ स्काई वक जाने कुरा छ हो अन्त त्यहाँ पनि जाने भन्दैछ त्यहाँ पनि भेटौँला तपाईँहरूसँग हो अहिले चाहिँ हामी यहाँको चाहिँ आई लभ नाम्चीमा खिच्नुपर्छ अन्त यहाँबाट चाहिँ हामी निस्किसकेको अब गाइस अहिले भेट्छु तपाईँहरूसँग है यहाँको एकपल्ट लास्ट भाउजूले खाँदैन होला भनेको ममै भए पनि खाङ्ला भन्थे नभए अब खाना खानु झरिसकेको छौँ हो भोक लागेर मर्नु आँटिसक्यो एकदमै हाम्रो खाना चाहिँ कहीँ पनि थिएन यहाँ चाहिँ रहेछ हो अन्त त्यसले गर्दाखेरि हामी चाहिँ अब यहाँनिर होटल 16 माइलमा चाहिँ हामी खाना खानु आँटेको छौँ सो खाना खाएपछि भेट्छु अहिले चाहिँ हाम्रो खाना पनि आइसक्यो यहाँनिर यहाँनिर चाहिँ चिकन दाल आलु चचरी इस्कुस मुलाको अचार गुन्द्रुक साग अनि त्यो चाहिँ पापाले खाएको सबैले खानुहुँदैछ स्टार्ट पनि भइसक्यो यहाँनिर आमाको टाइट भोक लागेर एकदम ल त साथीहरू अब खाइदिउँ लाइट खाइसकेर चाहिँ पैसा मिलाइ हुँदैछ यहाँनिर आफ्नो आफ्नो पैसा हो यस्तो छ है पारा चाहिँ हामी चाहिँ यहाँबाट निस्केको अब अन्त खानासाना खाएर निस्केको अब चाहिँ हामी स्काई वक जानेछ भ्याउँछ होला अहिले चाहिँ दिन चाहिँ एकदमै जाडो भइरहेको छ अब चस्माको काम छैन त्यसले गर्दा चाहिँ अब हामी चाहिँ यहाँबाट निस्केको हो सबैजना
सो बादमा भेट्छु साथीहरू। यहाँनिर बजारमा चाहिँ मेला लाग्दो रहेछ नि त, त्यसले गर्दा चाहिँ एकदमै जाम छ। एकदमै जाम छ मेलाले गर्दा चाहिँ। मेला चाहिँ दुईवटा जग्गामा लाग्दो रहेछ एकैचोटि हो, अन्त त्यसले गर्दा चाहिँ अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्ने हो। यहाँ अन्त मेला चाहिँ दुई जग्गा राख्दो रहेछ नि त, त्यसले गर्दा चाहिँ अलिकति जाम भइरहेको छ। जामले हैरान पारिरहेको छ। जाम चाहिँ सिक्किमको जाम त्यही त, दार्जिलिङको जाम चाहिँ केही होइन रहेछ, सिक्किमको जाम बेसी रहेछ। रात पर्नु आँटेको पछि जाम छ। जोरथाङको पार्किङ चाहिँ यत्तिको छ है। पार्किङ डल्लै गाडी ओ गाडी रात परिसक्यो हो, अहिलेसम्म पनि जाम खोलिएको छैन। कहिले होला भगवान्, अहिले पनि एकदमै जाम छ, कहिले होला। यहाँ चाहिँ मेला राख्दै हुँदै रहेछ, यही मेला हो। यो मेलाले गर्दा चाहिँ हामी जाममा फसेको। मेला चाहिँ लाग्दै रहेछ। बाटो बेसी जाम भएर चाहिँ मान्छेहरू पनि छिर्नु नपाएर अहिले छिर्दैछ गाडी रोकेर। यतिको त हुनु पऱ्यो नि त। साथीहरू बल्ल बल्ल चाहिँ अहिले निस्किसक्यो, हिँडिसक्यो हो। कस्तो जाम थियो, मान्छेको भिड जोरथाङमा। यहाँ तल चाहिँ मेला हुँदैछ हो। हामी चाहिँ अहिले जोरथाङको ब्रिजमा छु, यहाँ चाहिँ मेला हुँदैछ। मान्छे हेर्नुहोस् क्या, त्यत्तिकै छ मान्छे। यहाँ तल चाहिँ मेला हो। 1 घन्टा त टक्कै लाग्यो जाममा फस्यो। हामी चाहिँ जाममा फसेर 1 घन्टा लाग्यो। अन्त अहिले चाहिँ हामी जोरथाङमा छु हो। जोरथाङबाट जाँदैछु हामी चाहिँ। यहाँ चाहिँ मेला पनि लागेको रहेछ, पूर्ण राई पनि आएको रहेछ हो। त्यसले गर्दा चाहिँ अलिकति ढिलो भयो। सो हामी चाहिँ जाँदैछु, मान्छेको भिड त्यतिकै छ।